कम्युनिटी हलमा फिल्म सो हुँदैछ आमा छोरी निस्केको कोही दिदीहरू आउँदैछ भन्नुभएको थ्याङ्क यू सो मच दिदी हाम्रो बाबु मनोज गुरुङज्यूलाई पनि म त्यस स्टेजमा आमन्त्रण गर्छु आमाको अभिनय गर्नुहुने मनदेवीलाई पनि म स्टेजमा आमन्त्रण गर्छु त्यस्तै नेपालबाट आउनुभएका हाम्रो नानीका प्रतिमा गुरुङ नेपाली म स्टेजमा आमन्त्रण गर्दछु छिटो छिटो समय आएर टाउकोमा गर्दा ढिलो हुन्छ जीवनको तल बाटो थ्याङ्क यू सो मच फिल्म हेरेर पनि केही छ अनि मेरो आमाको सन्डे स्टोरमा हाम्रो भ्रुतिफुल समाज हङकङको मेरो बाजे मामा अध्यक्षहरू यता अध्यक्ष अनि मेरो काका मामा सबैजनालाई मेरो भिडियोमा वेलकम छ Subscribe to my channel. Guys, नमस्ते छ्याजलाई वेलकम ब्याक टु माई च्यानल एगेन न्यू डे न्यू भ्लगमा यहाँहरूलाई फेरि पनि म नयाँ भिडियो लिएर तपाईँहरूको माझ उपस्थित भइसकेको छु नयाँ भ्लग लिएर म चाहिँ किन चिरिचट्ट भइरहेछ भन्ने कुरा तपाईँहरूले मेरो हाइलाइट्स हेरेर पनि थाहा पाइसक्नुभयो होला म चाहिँ आज मेरो मनोज भाइको फिल्म हेर्न जाँदैछु हुन त मैले नेपालमा पनि हेरिसकेको थिएँ फेरि पनि अब हङकङमा पनि आफ्नो भाइको फिल्म किन नहेर्नु भनेर अनि हाम्रो नवबुद्ध धर्म सेन्ट्री हङकङको आमा ग्रुप लगेर जाँदैछौँ के कति जान हुन्छ उतै लगेर भेट्नुपर्छ नेपालमा त सहयोग गऱ्यो परदेशको ठाउँमा झन् पक्कै पनि सहयोग गर्नुपर्ने हुन्छ अनि तपाईँहरू चाहिँ यदि कोही नयाँ हुनुहुन्छ भने प्लिज मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु अब आफ्नो गुरुङ चलचित्र र गुरुङ ड्रेस लाएर चिरिचट्ट भएर पनि म निस्किन लागेको मसँगै मेरो आमा पनि हुनुहुन्छ आमा ल वेलकम छ छोरीको वेलकम टु माई भ्लग हेलो आमा वेलकम छ ल वेलकम थ्याङ्क यू बिदाउ थ्याङ्क यू हेर्नका पार्नु भएको अब हामी निस्किन लागेको उता फुपूहरूको उतै आन्टीहरू उतै दिदीहरू उतै आउनुहुन्छ उतै भेट्ने भन्नुभएको छ हामी चाहिँ अब निस्किन लागेको ढिलो भइसक्यो कति साह्रै मोटी देखेको आमा गुरुङ ड्रेस लाएर त खाँदाखेरि बेसरी खायो सिक्किम जाँदाबाट मोटाएको हाम्रो सिक्किममा आमाले खाएको खाएँ आमा छोरी खाएको खाएँ त्यही भएर यसरी मोटाएको म घट्छु होला अब बिस्तारै अब त्यही छ साह्रै मोटायो गाइज केही छैन सियो ल उतै गएर भेट्नुपर्छ को छ म अरू दिदीहरू फुपूहरूलाई पनि मेरो ब्लगमा ल्याउने कोसिस गर्छु हामी निस्केको यमताई कम्युनिटी हलमा फिल्म सो हुँदैछ आमा छोरी निस्केको कोही दिदीहरू आउँदैछ भन्नुभएको छ उतै भेट्नुपर्छ मैले नि मेरो ब्लगमा पनि ल्याउने कोसिस गर्छु आज त आफ्नो ड्रेस लाएर चिटिक्क पर्दाखेरि त आफूलाई साह्रै राम्री लागेछ होइन खुसी भएको भाइको फिल्म आफ्नो भेष अरूको देशमा आफ्नो भेष लाउनु पाउँदा आफ्नो ड्रेस लाउनु पाउँदा हाम्रो मनोज भाइको फिल्म चुइसा फिल्म सोल्टेहरूको याद लिएर अब चुइसा फिल्म तिम्रो याद फिल्म हेर्न जाँदैछु हामी अनि अब यहीँ नजिकै कम्युनिटी हल पनि यता आइसक्यो हाम्रो घरबाट जस्ट 2 मिनट नै लाग्दैन यहाँनिर छ हामी कम्युनिटी हलमा आइपुग्यौँ मामा वेलकम टु माई भिडियो ल मामा हाम्रो भाइ चाहिँ त्यता छ फोटो खिच्नु ए ल भाइ वेलकम छ ल दिदीको भिडियोमा हेलो ल मेरो भिडियोमा नि वेलकम छ दिदी फेरि हङकङमा भेट्ने मौका मिल्यो थ्याङ्क यू सो मच दिदी कैसा मुभी हेर्नलाई आइसक्यौँ कम्युनिटी हलमा के भयो फोटो खिचिने
निर्माता तथा कलाकार महाआदरणीय चेतन सूर्य गुरुजीलाई म हार्दिक अनुरोध गर्दछु। यसै चलचित्रका निर्माता जीवन गुरुङ, फिल्म एसोसिएसन केन्द्र नेपाल, यसै चलचित्रका नायक हाम्रो बाबु मनोज गुरुङज्यूलाई पनि म यस स्टेजमा आमन्त्रण गर्दछु। आमाको अभिनय गर्नुहुने लोकदोहोरीका कलाकार मेरो प्यारी बहिनी म हिमानी गुरुङ मनदेवीलाई पनि म स्टेजमा आमन्त्रण गर्दछु। त्यस्तै नेपालबाट आउनुभएका हाम्रो नायिका प्रतिमा गुरुङलाई पनि म स्टेजमा आमन्त्रण गर्दछु। त्यस्तै हाम्रो आमन्त्रित पाहुना अतिथि हुनुहुन्छ नेपालबाट आउनुभएको हाम्रो व्यवसायी तथा युवा व्यवसायी सामाजिक क्षेत्रमा अब्बल सञ्जय गुरुङ भाइ। छिटो छिटो समय हारेर हङकङमा यो पैसा दोस्रो प्रदर्शनको लागि 7 वर्षको विशेष सहयोग हौसला दिनुहुने विशेष मानवबाट म भाषण गर्दछु। प्रमुख समाज हङकङ महिला विभाग मानदोष आजको प्रमुख अतिथि हाम्रो साथीभाइ पुष्पा तमुस्यो, सुनिता तमुस्यो, कृष्ण तमुस्यो, थमन गुरुङ, मीरबहादुर गुरुङ, नरबहादुर गुरुङ, देवराजी गुरुङ, रोजी गुरुङ, सुन्नु गुरुङ, भरतबाई गुरुङ, सेरिना गुरुङ, पूर्णबहादुर गुरुङ सामाजिक कलाकारलाई सम्मान गर्न हार्दिक अनुरोध गर्छु। सूचना के आउँदो 25 डिसेम्बरमा प्रमुख समाज चस्मा निकाल्नु न, खेत त टाउकोमा हो नि, होइन टाउकोमा गर्दा ढिलो हुन्छ। मैले तिमीले थालसम्म त रिबन यता ल्याउ न, रिबन हुनु प्लेट ल्याउनु। जीवनको तलबाट है यो समय उता कलाकारहरू एउटा ठाउँमा नबसिकन यो यसै चलचित्रका निर्माता आदरणीय चेतन सूर्य गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यो कस्तो लाग्यो? नमस्कार सबैजना सम्पूर्णमा मेरो प्रतिमा भनिदिएको के भन्छ युट्युब च्यानलमा सबैलाई वेलकम। हामी आज हङकङ स्थित यमुना कम्युनिटी हलबाट हाम्रो यो हाम्रो फिल्म प्रदर्शन हुने तर्खरमा छौँ। हामी एकदम ह्याप्पी एन्ड एक्साइटिङ मोमेन्टमा छौँ है, एकदम खुसीको माहौललाई सबैजनालाई वेलकम, धन्यवाद, थ्याङ्क यू। आइदिनु भएकोमा सम्पूर्ण मेरो दर्शक महानुभावजीहरूमा थ्याङ्क यू। त्यसो भए गएको ज्यामलाई हेर्न चाहनु हो माइएको ज्याम प्रेम बाबु परिचय ख्यात बाबु सानो सानो पनि भयो सत्यलाई आशीर्वाद के फिर्नु बाबु। भोक लागेर हामी फिल्म सो सकेको त छैन। हाम्रो यहाँ नानी खाजा खाना लाग्दै हुनुहुन्छ अनि हाम्रो घर नजिकै फिल्म हल नजिकैको म्याकडोनल्ड 7-11को म्याकडोनल्डमा जाँदैछौँ। आइपुगिहाले। वेलकम टु माई भिडियो दाई। हेलो। ल तपाईँ त अब मेरो साख्यै भेन रहेछ। ल वेलकम टु माई भिडियो। ल यता पनि हाम्रो पुना दाई वेलकम टु माई ब्लग।
पहिलाबाट उस भन्ने बहिनी भन्ने अनि अहिले सोल्टिनी भन्नु ल दाइ वेलकम टु माई ब्लग हेलो हेलो ल ल त बोल्दा आज भेटेँ पनि बिमार म त बिमार भइहिँडेछु ल म त स्टिल बिमार छु ल के भए पनि त्यो साटोलीको कलबन्दी चाहिँ मेरो लागि हङकङको चिनो भन्ने गीत चाहिँ अब यो नेपालको चिनो टोलीको आज हान्ने पुस चाहिँ भयो होइन यो त उसो हो जिफानको हो जिफानको तर मलाई के सालले लगाइदिएन समाज यो भाइ अहिले त कफी खोके गरे थ्याङ्क यू सो मच पूर्ण दाइ कता खै ल के हो यो केएफसी धन्यवाद देखाउनु न म्याकडोनल्ड खोके गरे हो हङकङ आएर त खै त यो चिनी सुगर ब्राउन सुगर चेयर्स पुग्ने त हुँदैन भेना ल भेना रे मेरो साथै भेना रहेछ ल पहिला पनि दाइ बिल तर मोबिल पति त दाइ ल म चेयर्स पुग्यो लागि त बिदा हुने कसै यो भएन है फुपू भएन भएन है भेना भएन आता हो छगा आता छा आता छाको आता छाको आता कुर्ती सुर्ती मिलाउन फुपूले थ्याङ्क यू सो मच फुपू मेरो भगिनीलाई एउटा गीत गाइदिएको म एउटा खाता लगाइदिन्छु फिल्म हेरेर पनि कैसा अनि मेरो आमाको सन्डे स्टोरमा हाम्रो भ्रुतिखोल समाज हङकङको मेरो बाजे मामा अध्यक्षहरू यता अध्यक्ष अनि मेरो काका मामा सबैजनालाई मेरो भिडियोमा वेलकम छ र उहाँहरू चाहिँ मेरो लमजुङबाट लिएर आएको पिठो ढेँडो अनि कोदोको ढेँडो खाइराख्नु भएको छ र साथसाथै यो के अरे सिस्नु खोलेसँग उहाँ हङकङमा आएर पनि आफ्नो नेपाली खाना खानु पाउँदा चाहिँ उहाँहरू चाहिँ मक्खै हुँदै ढेँडो खाँदै हुनुहुन्छ अनि म पनि यहाँ भेट्नु पायो थ्याङ्क यू सो मच एकदम लक्की फिल गरेँ मैले चाहिँ हाम्रो बाजे मामा काकासँग भेट्न पाउँदाखेरि थ्याङ्क यू ल सब मोबाइल लिना काका मामा बाजे लिन वा थ्याङ्क यू आमा लिना प्रतिमा छोरीलाई धेरै धेरै धन्यवाद हजुर हामीलाई चाहिँ यस्तो मिठो ढेँडो चाहिँ खुवाउनुहरूमा हजुर हजुर फेरि पनि यस्तो ढिँडो लिएर तम पिठो त भन्नुभयो पिठो त धेरै छ अहिले तिमीलाई न हौ अब यही हो अब भ्लग इन गर्छु थ्याङ्क्स फर वाचिङ सी यु नेक्स्ट भ्लग लभ यु अल बाई बाई गर्नु छ बाई बाई ल बाई